गुड इभिनिङ फ्रेन्ड्स। आज चाहिँ है तपाईँहरूको समक्ष म चाहिँ आज एउटा सानो मुकब्याङ गरौँ भनेर आएको है। हुनु तपाईँले मुकब्याङहरू त्यस्तो गरेको छुइनँ, तर पनि अब गरौँ लाग्यो नि त। आज चाहिँ ड्युटीबाट आएर चाहिँ पुरा रामेन खानुको क्रेभिङ भयो। त्यही भएर चाहिँ म चाहिँ चिज रामेन नै प्रेफर गर्छु है। 2x 3xहरू चाहिँ मलाई त्यस्तो खासै मन पर्दैन। र आज चाहिँ मैले यहाँनिर हेर्नुहोस् रामेन बनाएको छु है। यो सँगसँगै चाहिँ मेरोमा छ काँक्रा है। यो चाहिँ चिकन ससेज हो। चिकन ससेजमा पनि मैले अलिकति बुलडक सस हालेको छु है। र मेरोसँग छ अहिले कोकले चाहिँ ग्यास आउट गर्छ है। अब म चाहिँ भन्छु कि यो रामेन चाहिँ डेली खानु चाहिँ राम्रो होइन है। कोही बेला जस्ट टेस्टको लागि चाहिँ अब राम्रो हो कोही बेला। र गाउँमै अब पुरा गरम छ, भर्खर निकालेको कि, त्यही भएर मैले चाहिँ भएकै कुरा रामेनहरू त्यस्तो खाँदिनँ हो। तर कोही बेला चाहिँ अब अचानक मन लाग्छ हो। यो फ्रोजन चिकन ससेज चाहिँ बहुत मिठो टेस्टी हुन्छ। तपाईँहरूको फेभरेट होला है रामेन, मलाई पुरा मनपर्छ। यस्तै हप्तामा एकैपल्ट खान्छु, बेसी त खाँदिनँ। मेरो चाहिँ यहाँ मेन रोड छेउमै छ कि, त्यही भएर ब्याकग्राउन्डमा पुरा गाडीहरू बस्दै सुन्दै हुनुहुन्छ होला, इग्नोर गरिदिनुहोस् होला। ससेज चाहिँ मैले एकै खेपमा बनाएको छुइनँ, 2-3वटा चाहिँ मैले फ्रिजमा राखेको छु है। हस्बेन्ड ड्युटी जानुभएको छ, त्यही भएर चाहिँ अर्को बेलामा त्यति बेला बनाइदिउँ भनेर सोचिरहेको छु। म चाहिँ रामेनहरू बनाउँदा हल्का सुप राख्छु है। मलाई चाहिँ त्यो सुक्खा भन्दा पनि अलिकति ग्रेभीहरू भएको पुरा मनपर्छ। कसम अलिक मजाले सजाएर भिडियो गरौँ भनेको थिएँ कि, तर लाइटै छैन। लाइट नभएको कारणले चाहिँ बाहिरै बसेर मुकब्याङ गर्नु पऱ्यो मैले। अहिले सायद लाइट पनि आउँदैन होला। रामेनको चाहिँ मसलै टेस्टी। तो फ्रेंड्स, होप यू लाइक माई मुकब्याङ। मन पऱ्यो भने चाहिँ लाइक गरिदिनुहोस्, अन्त मेरो च्यानल सब्सक्राइब गरिदिनुहोस् होला। थ्याङ्क यू सो मच।